देश बनाउने कुरा हो यो। मलाई चाहिँ बोलाइदियोस्, दिनेशजीले बोलाइदियोस्, कसले बोलाइदियोस्, अन्त ऊ त बोलाउँदै बोलाउँदैन, उनीहरू मात्र यस्तो गरेर हिँड्छ भन्ने खालको काम कसैले त्यो खालको मलाई नसुनाउनु। तपाईँको हो यो देश, तपाईँको धरान हो। यहाँ आउने सबैजना मिडिया मार्फत हेर्नु हुने धरानको सबैजना है को हो यो। त्यसो भएको कारणले श्रम संस्कृतिमा एक्टिभली आफै आउनु पर्यो र सक्रिय रूपमा आफै आएर जोडिनुहोस्, त्यो तरिकाले जाने हो। र अब हामीले नगरसभालाई चाहिँ विस्तार गर्ने, वडा कमिटीहरू विस्तार गर्ने कामहरू, नगरपालिकालाई खबरदारी गर्ने कामहरू, अब खानेपानीको समस्यादेखि लिएर विभिन्न खालका समस्याहरू छन्, ती कुरामा खबरदारी, चेक एन्ड ब्यालेन्स गर्ने कुराहरू, भ्रष्टाचार नहोस्, सुशासन होस्, ढिला सुस्ती नहोस् भन्ने कुराहरू अब तपाईँहरूले गर्नुपर्छ। म यो भन्न चाहन्छु। हर्क साम्बाङले तपाईँलाई फोन गरेर बोलायो कि बोलाएन, बोलाउँछ कि बोलाउँदैन। अब पहिला म मेयर भएर जितेपछि धेरै साथीहरू भड्किनु भयो। किन भड्किनु भयो भन्दा चिया खानु बोलाएन।